तिमीलाई कस्तो लाग्यो तिमीलाई कस्तो लाग्यो दामी लाग्यो है तिमीलाई कस्तो लाग्यो वाउ जहाँ चाहिँ हाम्रो ब्रेकको लाग्नु ओ माय गॉड खुट्टामा चाल सबजना घायल तिमी रिसामा च्याङ्गानीको घरकै नजर दिँदा मेरो ज्यान जाने भो कुरा नगर खान्छी आम्बानीको हामी भुली मध्ये पूर्वको खानदानी हो भुम्सेका लाका मेरो कुरबेली भएको तिम्रो आँखा लाटाहरूको आँखा चिमतादा 9 महिना कोखमा राखी हेलो गाइज हजुर सबैजनालाई हाम्रो युट्युब च्यानलमा स्वागत छ यो सुन्दर समयमा यो बिहानको चिसो चिसो समयमा अनि विशेष गरी म यस समयमा चाहिँ भिडियो बनाउन गइरहेको छु अनि हाम्रो यस रजनात्यको डोजाङको चाहिँ धेरैजना मानिसहरू चाहिँ अहिले बाँदर बनिसकेको छन् यतिको समयमा तपाईँहरू देख्न सक्नुहुन्छ म हजुर सबैजनालाई ती बाँदरहरूलाई देखाउन चाहन्छु है त ल यतादेखि हेर्न सक्नुहुन्छ यो सबैजना बाँदरहरू लिनु चाहिँ अनि यहाँ बाँदरहरू चाहिँ उता चढ्नु भएको छ रुखमा अनि एकजना बाँदर उठ्या जाँदै हुनुहुन्छ एकजना बाँदर त्यहाँ पुगिसक्नु भयो अर्को बाँदर त्यहाँ पुगिसक्नु भएको छ अनि अर्को बाँदर हुनुहुन्छ उता हुनुहुन्छ त्यहाँ उपारि बसेर पुरा मस्किरहनु भएको छ होइन अनि हजुरहरूलाई म देखाउन गइरहेको छु यहाँ चाहिँ एकजना बाँदर हुनुहुन्छ यहाँ अर्को बाँदर हुनुहुन्छ उता अर्को बाँदर हुनुहुन्छ त्यहाँ उता अर्को बाँदर त्यहाँ हुनुहुन्छ अर्को त्यहाँ ऊ एउटा यसरी हिँडिरहनु भएको छ कि हेर्नु यसरी उहाँको सङ्घर्षलाई मान्नुपर्छ है फेरि होइन त सक्छ र फेरि कसैले सक्दैन नि यिनीहरूलाई ए यसले सक्छ अरे माथि अर्को अर्को त त्यहाँ छिन् है अनि यता 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 फेरि बेग्लै छ नि पारा फेरि ऊ त्यहाँ यसरी आमा बाँदरलाई फलक दिइराखेको गौरव बिस्तारै ल अब म पनि जाँदैछु सक्छु नि म पनि सक्छु ल है आम्बो हामीलाई घाम्बो ल खै गाउन आयुष ल आयुषले गाडी गीत गाउँछ नि हाम्रो आयुष फेरि ल आयुष ल एउटा एउटा चुक्का अर्कोवाला ल यो माथि अटेर यता माथि बसेर यता बस्नु यता हो माथि जानु सजेर चाहिँ रोल टेक्वान्डो ल माथि जानु गुड त्यहाँ बस्ने है ल त्यहाँ बसेर गीत गाइदिने ल यति बसिदिने ल एउटा उहाँले चाहिँ मिठो गीत गाउनुहुन्छ हजुरहरू चाहिँ सुनेर साथ दिनु होला अनि मन पर्यो भने टक्क कमेन्टमा मन पर्यो भनेर लेखिदिनुहोस् है त ल हाम्रो आयुष पुन मगरले गीत गाउँदै हुनुहुन्छ समयमा ध्यान दिएर सुनिदिनु होला ल लेट्स गो 9 महिना कोखमा राखी तिमीले भित्रायौ मलाई यो संसारमा बोकी जति कठिन परिस्थिति आए पनि तिमीले हुँदैनौ आमा केही पनि तिम्रो माया र ममता पारी म सम्झिनेछु जहिले तिम्रो साथ तिमीमा पाउ आमा यदि मबाट गल्ती भए तिम्रो मायाको आवाजमा सम्म बाँचिरहे आफ्नो काखमा सिरा राखी हल्लायौ सुता न रोयो भने बेल्जियौ आधा रातमा हात समाई सिकायो हिँड्न दौडिन आज ठुलो भए तर सक्दै नबिर्सिन तिम्रो माया र ममता पारी म सम्झिनेछु जहिले तिम्रो साथ कहिले काहीँ मन तिम्रो टुटाए होला कहिले काहीँ मन ममता भए होला क्षमा पाउ आमा यदि मबाट गल्ती भए क्षमा पाउ बुबा यदि मबाट गल्ती भए थ्याङ्क यू वाह ताली वाह
साह्रै मिठो गीत साह्रै मिठो प्रतिभा होइन हाम्रो बाबुसँग चाहिँ एकदमै राम्रो प्रतिभा छ अनि यस समयमा चाहिँ हाम्रो बाबुले आफ्नो बाबा अनि विशेष गरी आफ्नो मम्मीको निम्ति चाहिँ गीत गाउनु भएको छ है साह्रै मिठो मलाई त एकदम मिठो मिठो लाग्यो है अनि हजुरलाई कस्तो लाग्छ त कस्तो लाग्यो तिमीलाई राम्रो लाग्यो अनि तिमीलाई कस्तो लाग्यो राम्रो लाग्यो अनि तिमीलाई कस्तो लाग्यो तिमीलाई कस्तो लाग्यो दामी लाग्यो है तिमीलाई कस्तो लाग्यो राम्रो गायो उसले राम्रो साह्रै मिठो दामी ल अर्को कसले गाउँछ अनि त्यो मान्छे त्यो बादर कहाँ पाइसकेको छ आइज सिजन आऊ सिजन नेपाली आऊ आऊ साह्रै मिठो हाम्रो टेक्वान्डो खेल्ने मात्रै होइन कि यहाँ चाहिँ धेरै प्रकारको प्रतिभाहरू छ होइन अनि साह्रै मिठो गाउने हुनुहुन्छ मिठो गीत गाउने बाबुहरू यहाँ हुनुहुन्छ अनि सुन्नुहोस् अझै सुनेर साथ दिनु होला केही समयपछि अरू गीतहरू पनि आउँदैछ है त ल कालो सेतो कसले गाउँछ कालो सेतो सुजन ल आऊ सुजन हाम्रो सुजन कालो सेतो गीत गाउँदै हुनुहुन्छ सायद हाम्रो पूर्ण राईको होला होइन ल पूर्ण राईको कालो सेतो गीत आउँदैछ गाइज सुनेर साथ दिनु होला यसो च्यानलमा सपोर्ट गरिदिनु होला लाइक कमेन्ट अनि विशेष सब्सक्राइब भनिदिनु होला ल एउटा पनि जाओस् एउटा अहिले एउटा अब तल अरू अर्को तल ल हाम्रो आयुषले फेरि पनि एउटा गीत दिन लाग्नु भएको हाम्रो माझमा कत्रा गीत गाउँदै हुनुहुन्छ हाम्रो आयुष पुन मगर एकछिन यो ड्रेस मिलाउट हल्का अलि यो झन्डा देखाऊ झन्डा नेपालको झन्डा यसरी हो स्याबास ल यसो गर्नुहोस् न हजुर यहाँ आउनु यहाँ तल यो यता आउनु यता तल आयुष पुन एकछिन है यता आउनुहोस् कि यता पाक्यो भने नि उसले त खाउँदै उहाँले त खाँदै हुनुहुन्छ ऊ कस्तरी खाँदै हुनुहुन्छ ऊ मिठो छ हो ए ल बिस्तारै आयुष बुढा माथि पाकेको फ्रुट खोज्दै रहेछन् त्यही पनि बरको फ्रुट होइन उसले मलाई हान्दिरहेको माथिदेखि बरको फलले मेरो मुखमा हान्दिरहेको उसले ल हाम्रो सिङ्गर भविष्यको सुपरस्टार हाम्रो आयुष पुन मगर आर्मी उसको एम चाहिँ आर्मी हो तर पनि मनोरञ्जनको लागि गीत चाहिँ दिन्छ दामी गीत गाउँदैछ सायद मलाई लाग्छ गीत पनि दामी गाउँछ उसले ल हाम्रो बाबुले फेरि एउटा गीत मिठो गीत ल्याउँदै हुनुहुन्छ यस समयमा हजुरहरू सुनेर साथ दिनु होला है त ल हाम्रो आयुष पुन मगर लेट्स गो स्टार्ट तिम्रो पाउनै पाउ झुलो गाउ गाछ देखिन्छ नि क्या राम्रो यो नजर मिलाई मेरो मनलाई बुझ न मायामा हराइ मामी मायामै रमाउन माया त गर्छु तिमीलाई तर मन किन डराउँछ सिमभरिको खुसी भनी सपनी जान्छ मन रुन्छ छाती पोल्छ अन्य कुराले सताउँछ नजरमा नजर मिलाई मेरो मनलाई बुझ न मायामा हराइ मायामै रमाउन माया त गर्छु तिमीलाई तर मन किन डराउँछ दिनभरिको खुसी सपनी बनी जान्छ मन रुन्छ छाती पोल्छ अन्य कुराले सताउँछ बाहिर जस्तो देख्यो भने भित्र त्यस्तो छैन मेरो माया तिमीलाई कमी पनि होइन सदा ताली गुड दामी ल यता ऱ्याप जान्छ अब यता ऱ्याप जाँदैछ हाम्रो आयुषदेखि अनि अहिले चाहिँ हल्का ऱ्याप प्लस के भन्छ गीतलाई पप सुन्यौँ अब चाहिँ यता ऱ्याप जानेछ त्यस्तो चाहिँ हामी यहाँदेखि लाग्नेछौँ अनि तलदेखि अझै गीतहरू आउँदैछ तल अर्को ठाउँमा गएर अनि यस समयमा चाहिँ एउटा ऱ्याप आउँदैछ ल एउटा ऱ्याप जाओस् आयुषपुल झोलले तेरो मिठोमा नै स्वरले 25 26 फिगरमा नै कोरले खानदानी ज्यान तिम्रो नम्बर गिनेको मेरो बाइक तिम्रो सालबाट नम्बर चिनेको यो गाडीमा नेग्लेस खुट्टामा चाइल सबजना घायल तिमी रिसामा तिम्रो च्याङ हानेको घरकै नजर दिँदा मेरो ज्यान जाने भो
कुरा नगर कान्छी आमबारीको हामी भोलि मध्य पूर्वको खानदानी हो भूमसेका लाका मेरो कुरुबेली भएको तिम्रो आँखा लाटाउडको आँखा छिम ताता भूमसेका लाका मेरो कुरुबेली भएको आँखा लाटाउडको आँखा छिम ताता ओहो किन भाउ खोजेको आफ्नो उमेरको छोरी किन भाउ रोजेको ओहो किन नाउ सोधेको कि त नाउ सोध्ने केटाहरूले भाउ खोजेको यो पर्पल तिम्रो याद आन्छ जल जल नत्र खान्छु गाजर चिरोट नत्र खान्छु पर्पल यो थ्याङ्क यू ताली खै त ताली रक 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 बबल 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 हामी एकदम मिठो मिठो गीतहरू मिठो मिठो ऱ्याप सङहरू हामी सुनिसकेका छौँ अनि हामी यस समयमा हामी यहाँदेखि हामी छुट्नुपर्ने छ तलतिर लाग्नुपर्ने छ ओह्राली झर्नुपर्ने छ उकालोदेखि झरेर ओह्रालो झर्नुपर्ने छ हुन्छ हामी सँगसँगै रहनु होला हामी जाँदैछौँ यहाँदेखि ल जाऊँ है त सबैजना लेट्स गो बिस्तारै झर्ने सबैजना हाम्रो रुखमा चढेर फिजिकल पनि भइसक्यो अनि यस समयमा हामी बोइलडाँडाको यो बरको रुखमा छौँ हामी कसैले घर यतै बनाउँछु भनेर छन् माथि हाम्रो आइस भन्छु सुजन थापाले अनि यस्तो प्रकारको चाहिँ बाटो हाम्रो रहेको छ हामी यहाँदेखि यसरी जानेछौँ ल जाम आउनु सबैजना बिस्तारै बिस्तारै ल ल ल गुड 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 ल तपाईँको एम के छ सबैभन्दा ठुलो पछि ठुलो भएपछि के भन्ने मन छ ल हजुरलाई भनिदिनु त हजुर फुटबल बनाउनु मन छ टेक्वान्डो खेलेर तपाईँलाई फुटबल बनाउनु मन छ ए फुटबल पनि खेल्ने टेक्वान्डो खेल्ने रे ल अर्को अनि एकजना अनमोल हजुरलाई के भन्न मन छ ठुलो भएर यता हेरेर भनिदिनुहोस् आर्मी भन्ने मन छ सबैलाई नमस्ते भनिदिनुहोस् न तपाईँले ए उहाँलाई चाहिँ आर्मी बन्न मन छ अरे टेक्वान्डो खेलेर अहिले अनि उहाँलाई हजुरले भनिदिनु हजुरलाई के छ हजुरको प्लान के छ हजुर पछि ठुलो भएर के बन्न मन छ फुटबलर उहाँलाई टेक्वान्डो खेलेर अहिले पछि गएर फुटबल बन्न मन छ अरे अनि उहाँलाई त हजुरलाई के छ बन्न मन चाहिँ फुटबल प्लेयर बन्न मन छ उहाँलाई पनि अहिले टेक्वान्डो खेलेर पछि गएर फेरि फुटबल पनि खेल्न मन छ अरे अनि हजुरलाई नेपाली लाउरे वा नेपाल आमाको चाहिँ रक्षा गर्ने एकजना सब सुपुत्र हुँदै हुनुहुन्छ यहाँ हुनुहुन्छ यहाँ चाहिँ होइन अनि उहाँ चाहिँ नेपाल आर्मी बन्दै हुनुहुन्छ ल कङ्ग्रेचुलेसन्स अनि उहाँलाई चाहिँ विशेष बेस्ट विशेष है अनि उहाँलाई हजुर आउनु चाहिँ अगाडि हजुरलाई के बन्न मन छ पछि ठुलो भएर युट्युबर वा उहाँलाई चाहिँ युट्युबर बन्न मन छ अनि त्यो गर्ने खेलेर के बन्न मन छ अरू हजुर एक नम्बरको फाइटर यो स्पाइरिङमा चाहिँ खतरा हुने एम छ अरे उसलाई चाहिँ है ल अनि अर्को उहाँलाई हजुरलाई के भन्न मन छ ल उहाँलाई आर्मी बन्न मन छ ल बेस्ट विशेष अनि उहाँलाई नेपाली आर्मी बन्न मन छ उहाँलाई पनि नेपाली आर्मी बन्न मन छ अनि उहाँलाई हजुरलाई उहाँलाई पनि आर्मी बन्न मन छ कुन आर्मी बन्न मन छ गोर्खाली नेपाली आर्मी लगु सो फाइनली अब हामी चाहिँ यहाँदेखि जाँदैछौँ अनि यहाँदेखि चाहिँ हामी रजनतर्फ जानुपर्ने हुन्छ पछाडि चाहिँ आउँदैछन् सबैजना अनि हामी चाहिँ हल्का अगाडि छौँ अनि यता हाम्रो बाबुहरू छन् सबैजना गुड 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 ल आऊ सबैजना गुड 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 हिँड ल अनि हामी यसरी चाहिँ बिहान चाहिँ मर्निङ टाइममा हामी रनिङ आएको थियौँ बोइलडाँडा अनि यस समय चाहिँ हामी फर्किँदैछौँ रनिङ भ्याएर सकाएर ट्रेनिङहरू गरेर यस समयमा चाहिँ हामी फर्किँदैछौँ गाइज अनि हाम्रो बाटो चाहिँ यस्तो प्रकारको रहेको छ हल्का चिप्लो टाइपको हल्का अप्ठ्यारो छ सबैजनाले आज बिस्तारै जाने है त सबैजना लोट्यो भने उपचार गर्नुपर्छ ए बिस्तारै बिस्तारै हाम्रो अनमोल केसी आज बाबा भुवन केसी आउनु भएन ए कता हो कमान्डो नि त फेरि कमान्डो त्यही भएर हो क्या ऊ त्यस्तो गरेको चाहिँ अनि एकदमै रमाइलो भयो होइन आज बिहानको चाहिँ मर्निङ रनिङ टाइम चाहिँ अनि एकदम मजाले हामी दौडेर आउन सक्यौँ बोइलडाँडातिर
अनि यहाँ धेरै प्रकारका रमाइलो एक्टिभिटिजहरू गरेर हामी यस समयमा चाहिँ फर्किँदैछौँ आफ्नो घरतर्फ जाँदैछौँ उठेको समयमा। अनि आज चाहिँ मौसम एकदमै राम्रो गरेको छ है, हजुरहरूले देख्न सक्नुहुन्छ एकदमै कालो कालो गरेर बादल लागेको छ अनि घाम पनि एकदमै लागेको छैन क्या। आज चाहिँ एकदमै मिठो मौसम चाहिँ आजको एकदम मिठो छ है, एकदम राम्रो एकदमै दामी छ आजको मौसम चाहिँ। अनि यो मिठो मौसम यो राम्रो मौसममा चाहिँ हामी एकदमै इन्जोय गर्दैछौँ अनि हामी यहाँदेखि जाँदैछौँ उठेको समयमा हजुरहरू देख्न सक्नुहुन्छ। अनि हाम्रो बाटो चाहिँ पुरै उकालो थियो आउँदाखेरि अहिले चाहिँ ओह्रालै ओह्रालो छ जहाँ चाहिँ हाम्रो ब्रेकै लाग्दैन। ओ माई गड हाम्रो अनमोल केसीको एक्सिडेन्ट भइसकेको छ यहाँ, लडिसक्नु भएको छ, लोटेर फेरि उठेर हिँडिसक्नु भएको छ अहिले। अनि यसरी चाहिँ हामी जाँदैछौँ अनि तल चाहिँ धेरैजना तल पुगिसक्नु भयो, हामी चाहिँ यहाँ छौँ उता गएर अड्डिनु भएको सबैजना। अनि हाम्रो बाटो चाहिँ यस्तो प्रकारको रहेको छ है, यो चाहिँ हल्का पहाडी एलिका हो नि त, हल्का यस्तो अलिकति फास्ट ल जाउँ हामी। ओ माई गड यहाँ चाहिँ पहिरो गएको रहेछ, यहाँदेखि पानी बग्छ नि त त्यही भएर पहिरो गएको रहेछ। यसरी चाहिँ चिउरीको रुख देख्न सक्नुहुन्छ, सायद फल त तपाईँ देख्नुहुन्न होला किनभने यहाँ पारि चाहिँ चिउरीको रुख छ, पछि फल पनि छ उ चित्तिन छ, मैले त देखिरहेको छु तर क्यामेरामा चाहिँ देखिन्न होला। भित्तीमा छ चिउरीको रुख। यो चिउरी चाहिँ अहिले हामी काँचो फल देखेर खान मन लागेको छ, भयो भने पछि हामी खान पाउँदैनौँ, कोले खान्छन् होइन, हामी चाहिँ हेर्ने मात्रै हो। ल हामी चाहिँ हेरेको जानुपर्ने हुन्छ, सबैजना हेर्छौँ। वा हेर्छौँ ल हेलो भनिदिनुहुन्छ सबैजनाले। ल जाउँ हामी अब उता चाहिँ हाम्रो घोराई बजार रहेको छ, हजुर देख्न सक्नुहुन्छ एकदम सुन्दर मोहित दृश्य छ है। अनि यो पुरै हरियाली वन जङ्गलहरू छ यहाँ चाहिँ एकदमै राम्रो वन जङ्गल। अनि यसरी चाहिँ हामी जानेछौँ। बाटो चाहिँ यस्तो प्रकारको रहेको छ, हाम्रो चाहिँ बाटोमा पुरा नाला नभएर पानीहरू सबै बाटोमा हिँडेर यस्तो भएको छ। अनि यो बाटोमा चाहिँ अलिकति गाह्रै हुन्छ होला गाडी बाइकहरूलाई हिँड्नलाई, तर हामी मानिस भएर चाहिँ हल्का ठिकै छ हाम्रो लागि चाहिँ। तर गाडीको लागि चाहिँ हाम्रो ऱ्यापरज्यू हाम्रो टेक्वान्डो प्लेयरज्यू खतरा। अनि यसरी चाहिँ यहाँ चाहिँ पुरा हान्दै हुनुहुन्छ ड्यामेस्टिङ हान्दै हुनुहुन्छ। उहाँलाई पनि आउँछ अरे ड्यामेस्टिङ हान्न। उहाँको नाम चाहिँ हजुरको नाम भनिदिनु नि त। मेरो नाम कासिम इद्रिसी हो। उहाँको नाम कासिम इद्रिसी हो, उहाँ एकदमै ह्यान्डसम हुनुहुन्छ। अनि यसरी चाहिँ हामी जाँदैछौँ। ल हिँडिदिनु सबैजना। अनि हजुर ल जाऊ न त जाऊ, कहाँ जाऊ रुममा चल्ने। कासिम गौरव रेमेर यो चाहिँ लोर्के हो कि लोर्के खतरा। अनि यसरी चाहिँ हामी जाँदैछौँ। अनि देख्न सक्नुहुन्छ हामी माथि गएको थियौँ अनि अलिक समयमा हामी फर्किँदैछौँ, जाँदैछौँ तलतिर। अनि हामी जानुपर्ने गन्तव्य चाहिँ उता रहेको छ, पारि देख्न सक्नुहुन्छ एकदम सुन्दर दृश्य देख्न सक्नुहुन्छ। अनि यो चाहिँ हाम्रो घोराई बजार रहेको छ ग्रिन पार्क। यो चाहिँ दाङ जिल्लामा रहेको घोराई बजार एरिया हो, यो चाहिँ हजुर देख्न सक्नुहुन्छ। कति सबैजना चाहिँ यहाँ हाम्रो डाङदेखि घोराइदेखि नै हेर्दै हुनुहुन्छ, हजुरलाई थाहा नै छ। अनि डाङदेखि बाहिर कसै हुनुहुन्छ भने चाहिँ देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रो घोराई बजार रहेको छ। अनि त्यसरी चाहिँ हजुर देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रो यता चाहिँ मसिना पर्दछ। अनि योदेखि माथि चाहिँ हामी बयलडाँडा, अनि अझै माथि गयो भने चाहिँ घरदाउरा जान्छ। अनि यहाँ चाहिँ बयलडाँडा चौतारी क्लब भनेर चाहिँ यहाँ चाहिँ बोर्ड राखिएको छ। अनि एकदमै सुन्दर ठाउँ छ है, यहाँ चाहिँ एकदमै दामी सुन्दर ठाउँ। अनि यस्तो प्रकारको रहेको छ। हामी जानुपर्ने अझै यहाँदेखि तल हो। अनि यहाँ चाहिँ फिजिकलको लागि यो चाहिँ ठाउँहरू बनाइएको छ। अनि देख्न सक्नुहुन्छ यहाँ चाहिँ टेक्वान्डो प्लेयरहरू हुनुहुन्छ यता चाहिँ। अनि ल खै आइदिनुहोस्।